कुनै कुनै एक्सिसको रेस्पेक्टमा मैले फेरि प्याराबोला नै इक्जाम्पलको रूपमा लिएँ है। यसलाई मैले रोटेट गर्ने क्रममा है यसलाई जब मैले यहाँबाट यसको एक्सिसको रेस्पेक्टमा यो माना एक्स इक्वल्स टु ए लाइन हो, कहाँदेखि कहाँसम्म यो एक्स इक्वल्स टु 0 देखि एक्स इक्वल्स टु ए सम्मको मैले एउटा प्याराबोला लिएँ है। यसलाई अब मैले यो वाइ एक्सिस भनेपछि एक्स इक्वल्स टु 0 को रेस्पेक्ट भने वाइ एक्सिसको रेस्पेक्टमा मानेर हिँडम रोटेट गरिरहेको छु है। भनेपछि यहाँ यस्तो खालि रोटेट गरिरहेको छु भनेपछि यसको रेस्पेक्टमा रोटेट भइरह्यो, यो भर्टिकल एक्सिसको रेस्पेक्टमा रोटेट भइरह्यो भनेपछि यहाँ यसको माथि यस्तो खाले सेप बन्ला कि नै, एउटा माथि यस्तो सेप बन्छ र तल पनि यस्तो सेप बन्छ कि नै? अनि यो लाइन यहाँबाट यहाँ पुग्छ होला पक्कै, बन्छ कि नै भन त? बन्छ। ओ यही सेपको भोल्युम निकाल्नु भनेको भोल्युम अफ सिलिन्ड्रिकल सेल हो। त्यो रिभल्भ होला, रिभल्भ घुम्दाखेरि, त्यही त भने घुम्दाखेरि एक्सिसको रेस्पेक्टमा जब घुम्छ, घुम्नुको मिनिङ रिभल्भ हुनु हो नि त नि। तिमीले बेब्लेड जस्तो फनाना घुम्ने होइन, वरिपरि घुमे जस्तो क्या रिभल्भ हुनु। ठिक छ, अङ्ग्रेजी शब्द नै युज गरौँ ल। रिभल्भ हुँदाखेरि एउटा सिलिन्डर बन्छ हो, यही सिलिन्डरको भोल्युमलाई हामीले भोल्युम अफ सिलिन्ड्रिकल सेल भने हो। सो यो एक हिसाबले यसो अलिअलि हेर्दा भोल्युम अफ सलिड अफ रिभोल्युसन जस्तै पनि त छ नि। एउटा सलिड रिभल्भ हुँदाखेरि जे भोल्युम बने हुन्छ, सो त्यो भोल्युमलाई हामीले भोल्युम अफ सलिड अफ रिभोल्युसन भन्छौँ। र त्यही सलिड रिभल्भ हुँदाखेरि एउटा सिलिन्ड्रिकल सेल बन्छ, सिलिन्डर जस्तो सेप देखाउँछ, एकदम हाई स्पिडमा घुमिसकेपछि, हाई स्पिडमा रिभल्भ गरिसकेपछि। सो त्यो सेल, त्यो एरिया, त्यो भोल्युमलाई हामीले भोल्युम अफ सिलिन्ड्रिकल सेल भनेको हो। ठिक छ। अब यसमा केही फर्मुलाहरू युज हुन्छन्, हामीले फर्मुलालाई यसमा 2-3वटा खेलाउन जान्नुपर्ने हुन्छ है। अब कसरी भन्ने कुरा पहिला बुझौँ। एउटा पहिला यसको जेनरल फर्मुला बुझौँ है। फर्मुला नम्बर 1, सबसे पहिलो फर्मुला भोल्युमको के हो? हाम्रो लिमिट अभियसली ए देखि बी सम्म हुनै पर्यो। एक्स इज, अब मान मैले यहाँदेखि यहाँसम्मको भोल्युम क्याल्कुलेट गर्दैछु, यो भनेको एक्स इज इक्वल्स टु ए हो, यो भनेको एक्स इज इक्वल्स टु बी हो। ठिक छ। यहाँदेखि यहाँसम्मको पोर्सन घुम्दाखेरि कतिको भोल्युम बन्यो भन्ने कुरा सुरुमा अगर हामीले क्याल्कुलेट गर्दैछौँ भने हामीहरूको लिमिट कहाँदेखि कहाँसम्म जान्छ? ए देखि बी सम्म भोल्युम इज इक्वल्स टु ए देखि बी सम्म जाने भयो। अब क्याल्कुलेट गर्ने क्रममा हामीहरूको भोल्युम क्याल्कुलेट गर्नलाई के चाहिन्छ? हामीलाई सर्कमफ्रेन्स, थिकनेस, हाइट चाहिन्छ। के चाहिन्छ? सर्कमफ्रेन्स, थिकनेस, हाइट चाहिन्छ। कुरा बुझ्नु है। के चाहिन्छ हामीलाई? सर्कमफ्रेन्स, थिकनेस र हाइट चाहिन्छ। अब हामीले भोल्युम क्याल्कुलेट गर्ने क्रममा हाम्रो हाइट भन्ने कुरा कसले डिफाइन गर्यो? हाइट भनेको यो यहाँदेखि यहाँसम्मको लेन्थ होला, हाइट भनेको यहाँदेखि यहाँसम्मको पुरै लेन्थ होला। सो यो टोटल लेन्थलाई कसरी डिफाइन गर्न सकिन्छ? यो कर्वलाई मैले y इज इक्वल्स टु fx भनिदिए। सो हाइट कसले डिफाइन गर्यो? fx ले डिफाइन गर्यो। बोल न बोल, हाइट कसले डिफाइन गर्यो? fx ले डिफाइन गर्यो। सर्कमफ्रेन्स भनेपछि कति होला? 2 पाई होला। सर्कमफ्रेन्स भनेपछि कति होला? 2 पाई होला। हाइट भनेको हामीहरूको कति भयो? fx भयो। अनि लेन्थ भनेको कति त हामीहरूको? लेन्थ भनेको हामीहरूको यो तलको भागलाई हामीले लेन्थ भन्छौँ। कसलाई लेन्थ भन्छौँ? तलको भागलाई हामीले लेन्थ भन्छौँ। एक्सलाई हामीले लेन्थ भन्छौँ। सो 2 पाई एक्स एफएक्स भनेको हामीहरूको लेन्थ हो। अब हामीहरूको यो लेन्थ हेर्ने क्रममा कहाँदेखि कहाँसम्म लिइरहेछौँ भन्ने कुराकानीले पनि फरक पार्छ है। कहाँदेखि कहाँसम्म लिइरहेछौँ भन्ने कुराकानीले फरक पार्छ। मान टोटल लेन्थ यक्स भयो, टोटल लेन्थ यक्स भयो। अब मलाई यक्सको ठाउँमा यलसम्म मात्रै क्याल्कुलेट गर्नु छ। यहाँ त एक्स इज इक्वल्स ए जुन ल्याएको छु मैले, एक्स इज इक्वल्स टु यल पनि त भन्न सक्छु होला नि, होइन? लेन्थ टोटल डिफाइन गर्ने क्रममा एक्स इज इक्वल्स टु यल भनेर डिफाइन गरिएको छ भने मैले यो एक्स मात्र नलिए एक्सबाट त यल घटाउनु पर्ला, एक्सबाट त यल घटाउनु पर्ला। किन यतिको पोर्सन मात्रै लिनुपर्ने हो नि त नि। मैले यतिको पोर्सनको मात्र भोल्युम क्याल्कुलेट गरेर छु नि त नि, हो कि नै? सो यतिको पोर्सन भने के हो त? टोटल लेन्थ अगर यक्स हो भने, टोटल लेन्थ अगर यक्स हो भने एक्सबाट मैले यो यल भन्ने पोर्सन हटाउनु पर्ला कि नै? यो स्याडेड एरिया मात्र क्याल्कुलेट गर्नलाई भन त। पर्यो कि नै? यो एरिया मात्र क्याल्कुलेट गर्न लागि यो बाँकी रिमेनिङ एरिया घटाउनु पर्यो। त्यो रिमेनिङ एरिया रिमेनिङ पोर्सन भनौँ, एरिया नभनौँ, हामी भोल्युमको कुरा गर्दैछौँ। रिमेनिङ पोर्सन हटाउनुको लागि के गर्नु पर्यो? मैले टोटल लेन्थ हेर, यहाँदेखि यहाँसम्मको लेन्थ एक्स थियो। अब यहाँदेखि यहाँसम्मको लेन्थ कति भयो त? एल भयो।
सो यो यसलाई मैले x बाट घटाएपछि बल्ल यो रिमेनिङ पोर्सन आउँछ हैन ल सो यो रिमेनिङ पोर्सन भनेको कति हो त x - l हो कि नै सो हाम्रो फर्मुला के भयो त भोल्युमको सर्कमफ्रेन्स इन्टिग्रेसन a देखि b सम्म लिमिट सर्कमफ्रेन्स CIRCUMFERENC सर्कमफ्रेन्स इन्टु height of cell इन्टु थिकनेस के भन्छ रे मैले के भनेको थिएँ सर्कमफ्रेन्स हाइट अफ सेल इन्टु लेंथ भन्न अथवा रेडियस पनि तिमीले भन्न पायौ अझ लेंथको ठाउँमा बरु रेडियस भनौँ किनकि रिभल्भ भइरहेछ बेसमा के सर्कल बनिरहेछ नि त नि सो यसलाई बरु म रेडियस भन्छु सो हाम्रो फर्मुला के भयो त सर्कमफ्रेन्स हाइट इन्टु रेडियस अथवा सर्कमफ्रेन्स रेडियस इन्टु हाइट पनि तिमीले भन्न पायौ कसको रेस्पेक्टमा त dx को रेस्पेक्टमा अब तिमीले यहाँ dx को रेस्पेक्टमा पनि निकाल्ने हुन सक्छ कहिलेकाहीँ dy को रेस्पेक्टमा पनि निकाल्ने हुन सक्छ डिपेन्ड्स अब y एक्सिस को रेस्पेक्टमा रोटेट भइराछ कुरा बुझ है y एक्सिस को रेस्पेक्टमा रोटेट भइराछ तिम्रो फिगर क्वेशनले क्लियरली तोकेर दिन्छ y एक्सिस को रेस्पेक्टमा रोटेट भइराछ भनेसी हामीले x एक्सिस dx को रेस्पेक्टमा के गर्छौं त इन्टिग्रेट गर्छौं अब मान तिम्रो यही फिगर यसरी रोटेट भइरा थियो यो फिगर यसरी नै छ बुझ है यो फिगर यसरी नै छ भनेसी अब तिम्रो के भयो एक सेकेन्ड है ल यो फिगर यसरी नै छ सेम चीज x = a सम्म यो x = 0 देखि x = 1 सम्मको पोर्सन अब x एक्सिस को रेस्पेक्टमा रोटेट भइराछ अब यो यसरी रोटेट भयो माने रिड है यो यसरी रोटेट भयो रेडियो किन x एक्सिस को रेस्पेक्टमा रोटेट हुन पायो कि नै क्वेशनले त जे पनि तोक्न पायो हामीलाई बोल न क्वेशनले जे पनि तोक्न पायो कि नै सो यस्तो केसेसमा पनि के सेम चीज तिमीले त्यही चीज गर्छौ इन्टिग्रेसन a देखि b सम्म अब y एक्सिस को लागि लिने बुझ्नु है लिमिट के को लागि लिने त यो पोइन्ट भनेको x = 0 y = 0 पनि हो अब यहाँ x = 1 हुँदा y को भ्यालु कति त x = 1 हुँदा y को भ्यालु कति त त्यो त हामीले निकाल्न सक्छौं नि इक्वेसन अफ कर्व जे दिन्छ हामीलाई y = fx x को भ्यालु 1 हाल्ने बित्तिकै y को भ्यालु हामीले पाउँछौं कि नै बोल त y को भ्यालु पाउँछौं कि नै सो अब यही हेर यो y = b भन्दिए मैले यहाँ ओरिजिन यहाँ हुँदाखेरि 0 थियो यहाँ हुँदाखेरि मैले y = a पनि त भन्न पाउँछु होला नि हो कि नै सो 0 को ठाउँमा मैले a एउटा जनरल टर्म युज गरिरहेको छु किन फिक्स हुँदैन 0 बाटै तिमीले सुरु गरिरहेको छौ भनेर के त a डिस्टेन्सबाट सुरु गरिरहेको छौ कि त्यसैले a देखि b सम्म भोल्युम = a देखि b यहाँ पनि सेम चीज अप्लाई हुन्छ के अप्लाई भयो सर्कमफ्रेन्स अझ यसलाई यसरी बुझौं न सर्कमफ्रेन्स इन्टु रेडियस यसलाई सर्कमफ्रेन्स इन्टु रेडियस एकछिन है यहाँ एउटा चीज मैले सरलकै इरेज गरे के इरेज गरे भन्दाखेरि सर्कमफ्रेन्स इन्टु रेडियस भन्दा पनि मैले एउटा सानो टर्म युज गर्छु है तिमीहरुलाई एउटा जनरल चीज आउँछ जहिले पनि किनकि हामीले कर्व यहाँ लिदै छौं नि त नि है हामीले जहिले पनि बनाउने भनेको यसमा कर्व नै क्यान्सर कर्व नै भन्छ सो 2 पाई हुन्छ नै जहिले पनि DIUS रेडियस इन्टु हाइट मैले अलिकति सजिलो गरिदिए फर्मुलालाई अरु के पनि हैन याद गर्न सजिलो होस् हामीलाई लेख्न सजिलो होस् है त ल 2 पाई अब यसमा पनि 2 पाई इन्टु रेडियस इन्टु अब के भयो त अब कसको रेस्पेक्टमा हामीले गर्यौं त dy को रेस्पेक्टमा गर्यौं 2 पाई रेडियस इन्टु हाइट काम अलिकति सजिलो गरे अरु के पनि हैन है त्यसले कि जहिले पनि तिमीलाई 2 पाई नै हुन्छ बनेर एउटा कर्व नै हो ठीक छ मतलब एउटा सर्कुलर बेस नै बन्ना छ सो इट्स अलवेज 2 पाई त्यही कारणले मैले त्यही 2 पाई नै लेख्दिए 2 पाई बाहेक अरु के पनि नभएर सो युज गर्ने फर्मुला तिमीहरुले थाहा पायौ हेलो राजा हो बोल्नु होला सर कन्फर्म थाहा पाओ अब यी चीजहरु क्वेशनबाट बुझ्नतिर लागौं है त नेरमा हामीले चाहिँ कुन पोर्सनको भोल्युम निकालेको त्यो हामीले भोल्युम निकालेको भन्दा यो सर्कुलर पोर्सन जब हामीले रोटेट गर्छौं नि म हरियोले मार्क गर्दिन्छु यो सर्कुलर पोर्सन जब हामीले रोटेट गर्छौं नि त्यो रोटेट गर्दाखेरि उ यो डार्क पोर्सन अगर परेछ भने यसले यहाँतिर पनि यसरी सर्कल बनाउँछ कुरा बुझ है
यसले यहाँतिर पनि यस्तो खाले पोर्सन बनाउँछ, यहाँतिर पनि यस्तो खाले पोर्सन बनाउँछ है, यहाँतिर पनि यस्तो खाले पोर्सन बनाउँछ। सो यो पोर्सन बाहेक जति पनि बाँकी भयो नि त्यसको हामीले भोल्युम निकाल्यौँ है त। यो पोर्सन बाहेक जति पनि बाँकी भयो नि त्यसको हामीले भोल्युम निकाले। मतलब मैले यहाँ ठ्याक्क हरियो र कालोले जुन मार्क भएको छ नि हो त्यो पोर्सनको हामीले भोल्युम निकालिरहेछौँ, त्यो भोल्युम हामीले क्याल्कुलेट गरे हो। हजुर क्वेसनले दिएको हुन्छ त्यहाँदेखि त्यति निकाल्दिनु। तिमीलाई आवाज के क्वेसनले दिएको के भन्यौ? हजुर क्वेसनले दिएको हुन्छ त्यहाँदेखि त्यति निकाल्नु पर्यो। त्यो त क्वेसनले दिनु पर्यो नि राजा, कानुनी कासमा निकाल्ने भनेर क्वेसनले तोक्छ तिमीलाई। तोकेन भने दुईटा इक्वेसन दिन्छ जसबाट तिमीलाई थाहा पाउनु पर्ने हुन्छ कानुनी कासमा हो भनेर। इन्टरसेक्टिङ इक्वेसन त दिनु पर्यो केही भएन भने, हो कि नै? हो ल ती चिजहरू अब हामी क्वेसनबाट हेर्छौँ ठ्याक्कै, क्वेसनले कसरी दिँदो रहेछ कसरी दिँदैन रहेछ। ठिक छ ल, मैले तिमीहरूलाई सुरु गरेँ है। अब इक्जाम्पललाई एक्सप्लेन गर्न सुरु गरेँ। अगाडि बढौँ। यो फर्मुला दुवै सबैले थाहा पायो, दुवै फर्मुलामा के कसो हुँदो रहेछ, एक्स को रेस्पेक्टमा कुन बेला, वाई को रेस्पेक्टमा कुन बेला, कसको रेस्पेक्टमा रोटेट भएको छ त्यो हिसाबले हामीले डिएक्स र डिवाई लिने गर्छौँ है। ठिक छ? बोल न बोल। सर ल सुन्नु पर्यो, बिहान बिहान त निदाइन्छ के, बोलिएन भने फेरि तिमीहरूसँग चाहिँ म पनि निदाउन सक्छु, त्यो भनेको ठिक त होइन। ल तिमीहरूको इक्जाम्पल नम्बर 1 बाटै मैले सुरु गरेँ है। फर्स्ट इक्जाम्पल नै एक्सप्लेन गरेँ। क्वेसनले के भन्यो, फाइन्ड द भोल्युम अफ द सलिड obtained by rotating about the y axis the region bounded by y is equals to 2x square minus x cube and y is equals to 0। अब क्वेसनले के भन्यो भन्दा मलाई भोल्युम निकाल्नु पर्ने छ कसको, VOLUM भोल्युम अफ सलिड बाउन्डेड बाई obtained by भनौँ न हजुर, OBTAINED obtained by rotating about के y एक्सिस, y एक्सिस को के भन्छ रेस्पेक्टमा रोटेट भएको छ भनेपछि कुन लिने, dx लिने कि dy लिने? रिजन बाउन्डेड बाई के भयो हामीहरुको, y is equals to 2x square minus x cube and y is equals to 0। यहाँसम्म कुराकानी ठिक छ? अब कुरा बुझ है, क्वेसनले के भन्यो, y is equals to 2x square minus x cube, 2x square minus x cube। यसमा कस्तो फिगर बन्छ त, यसमा x स्क्वायर पनि छ x क्यूब पनि छ, कुरा बुझ है, यसमा x स्क्वायर पनि छ x क्यूब पनि छ। सो यसले प्याराबोलिक नेचर पनि देखाउँछ र क्यूबिकल नेचर पनि देखाउँछ। ठीक छ, प्याराबोलिक नेचर पनि देखाउँछ, क्यूबिकल नेचर पनि देखाउँछ। अब यो पोर्सन रोटेट भइराछ है, कुरा बुझ, यो पोर्सन रोटेट भइराछ, यो पोर्सन रोटेट हुँदाखेरि कतिको भोल्युम कभर गर्छ भन्ने कुराकानी हाम्रो क्याल्कुलेट गर्ने टार्गेट भयो। सो सल्युसन, अब क्वेसनले के दियो, y इज इक्वल्स टु 2x स्क्वायर माइनस x क्यूब दियो, कसको रेस्पेक्टमा रोटेट भएको छ, रोटेट अबाउट y एक्सिस। सो त्यसमा हामीहरुको लिमिट कति देखि कति भयो त, एउटा कुरा बुझ, ओरिजिनबाट सुरु भएको छ, when x इज इक्वल्स टु 0, when y इज इक्वल्स टु 0, x इज इक्वल्स टु 0 हो। अब मैले इन्टरसेक्टिङ पोइन्ट त पत्ता लगाउनु पर्यो, ठीक छ, मतलब x को भ्यालु त पत्ता लगाउनु पर्यो। कसरी पत्ता लगाउने, when y इज इक्वल्स टु 0, y 0 भएको क्रममा के हुन्छ र त, 2x स्क्वायर माइनस x क्यूब ले के इम्प्लाइज गर्यो, x स्क्वायर कमन आयो, x माइनस 2 माइनस x इज इक्वल्स टु 0, यसले के इम्प्लाइज गर्यो, आइदर x इज इक्वल्स टु 0 और x इज इक्वल्स टु 2। सो हामीले लिमिट थाहा पायौं कि नै, बोल त, हामीले हाम्रो लिमिट थाहा पायौं कि नै, बोल न बोल, हामीले हाम्रो लिमिट थाहा पायौं है। अब बुझ, हामीहरुको भोल्युमको फर्मुला के थियो, भोल्युम इज इक्वल्स टु 2 पाई। अब यो 2 पाईले मैले बाहिर राखिदिन्छु है, 2 पाईले मैले डाइरेक्टली बाहिर पनि राख्न पाए, किनकि हाम्रो 2 पाई जहिले पनि कन्स्ट्यान्ट हुन्छ। सो यहाँ मैले भित्र के लेख्न पाए, a देखि b सम्म रेडियस इन्टु हाइट हो, रेडियस इन्टु हाइट हो। अब यो हाइट भन्ने कुरा कसरी डिफाइन हुन्छ त, यो हाइट भन्ने कुरा कसरी डिफाइन हुन्छ त, कुरा बुझ, यो हाइट भन्ने कुरा कसरी डिफाइन हुन्छ त, यो केसमा हाइट भन्ने कुरा कसरी डिफाइन हुन्छ बुझ। अगर हामीले यहाँदेखि यहाँसम्म डिस्टेन्स x लिएर काम गर्दैछौँ भने
कुरा बुझ है रेडियस यक्स को लागि बुझ्नु है रेडियस अब यहाँदेखि हेर यहाँदेखि यहाँसम्म रेडियस 2 हुँदा यहाँदेखि यहाँसम्म रेडियस 2 हुँदा यो भर्टिकल डिस्टेन्स भने y को भ्यालु हो यो भर्टिकल डिस्टेन्स भने y को भ्यालु हो कि नै हरिजेन्टल भने जहिले पनि x हुन्छ भर्टिकल भने जहिले पनि y हुन्छ हामीलाई थाहा छ हो सो अगर हेर भर्टिकल डिस्टेन्स हरिजेन्टल डिस्टेन्स 2 यहाँ बुझ है हरिजेन्टल डिस्टेन्स 2 भएको बेला y को भ्यालु कति थियो 0 थियो कि नै हरिजेन्टल डिस्टेन्स 2 हुँदा अगर रेडियस मैले 2 लिँदैछु भने हाइट कति हुन्छ त 0 हुन्छ सो रेडियस यक्स हुँदा हाइट कति मलाई त इक्वेसन चाहिएको छ नि त नि सबसे पहिले इन्टिग्रेसनमा हाल्न लागि सो रेडियस यक्स हुँदा हाइट कति हुन्छ रेडियस यक्स हुँदा हाइट कति यो इक्वेसन हैन यो पोइन्टको लागि पनि के भयो y x² माइनस 2x² माइनस x³ भयो कि नै हैन बोल न बोल के भयो राजा बोल बोले ल मैले के भन्दै थिएँ सो मेरो रेडियस कति भयो त x रेडियस x को लागि हाइट कति भयो 2x² माइनस x³ अब यो भ्यालु हो नि यहाँ हाल्दियौ 2 पाई इंटीग्रेशन a देखि b a को भ्यालु कति 0 b को भ्यालु कति 2 रेडियस कति भयो हामीहरुको x हाइट कति भयो त 2x² माइनस x³ dx भयो कि नै अब 2 पाई इंटीग्रल 0 देखि 2 सम्म 2x³ माइनस x को पावर 4 dx अब इंटीग्रेशन गरौँ वॉल्यूम इज इक्वल्स टू 2 पाई इन्टु 2x³ को इंटीग्रेशन कति हुन्छ 2 इन्टु x को पावर x³ है x को पावर 4 डिवाइड बाइ 4 माइनस x को पावर 5 डिवाइड बाइ 5 हो यसलाई काट्यो 2 0 देखि 2 सम्म भ्यालु हाल्दियो अब 2 पाई 0 भनेपछि 0 होला पक्कै लेख्नै परेन 2 को पावर 4 बाइ 2 माइनस 2 को पावर 5 बाइ 5 is the required CUBIC cubic unit. So सबैले कुराकानी बुझ्यो यसमा के गरे भनेर हामीले बोलो बोलो अलिकति बुझ्दैन अगाडि के बुझिया छैन भने भन यसमा सरलक अब त्यसपछि म अर्को क्वेशनमा लग्छु त्यो अगाडिको बुझ्दैन अगाडिको पर्सन बुझेन कुन यो फर्मुला लगाएको नबुझे हो त्यो अघि तपाईले 2 हुँदाखेरि y को 0 हुन्छ त्यो नबुझेको हजुर त्यो पार्ट ल ठिक छ सुन है हामीले यो यहाँ दुईटा तल भ्यालु निकालेछौं नि हेर त x = 0 र x = 2 हाम्रो यो x = 0 देखि x = 2 भन्नेको मिनिङ के हो मेरो जुन यहाँ फिगर बनिरा छ जुन मैले प्लटिङ गराएको छु त्यसको मैले अगर रेडियस हेरि भने x एक्सिस को रेस्पेक्टमा किन मेरो हाइट त y मा छ किन y को रेस्पेक्टमा रोटेट भएको छ नि त नि यहाँ क्वेशनले क्लियरली भनेछ रोटेसन अबाउट के छ y एक्सिस छ भनेपछि मेरो हाइट के भयो त मेरो यो सिलिन्डरको म्याक्सिमम हाइट कहाँसम्म जान सक्छ त यहाँ जान सक्छ कि नै मेरो सिलिन्डर म्याक्सिमम यसरी बन्न सक्ला त कुरा बुझ है मेरो सिलिन्डर म्याक्सिमम यति हाइटसम्म बन्न सक्छ कि नै हो सो त्यही कारणले यो त हाइट भयो है म्याक्सिमम पोइन्ट भनेको हाइट हो अब यो कति लिने भन्ने कुराकानी सेकेन्डरी पहिला बुझ हाम्रो यो फिगर कहाँदेखि कहाँसम्म सुरु भएको छ 0 देखि 2 सम्म सुरु भयो 0 बाट सुरु भएको छ 2 मा गएर एन्ड भएको छ यो 0 देखि 2 भन्ने चीज हामीले कसरी थाहा पायौं त हाम्रो यो जुन इक्वेसन 1 छ यसमा y = 0 हालेर हामीले x को भ्यालु 0 देखि 2 निकाले हो बोल त तीर्थ हो त्यसको मिनिङ के भयो मेरो रेडियस 0 हुँदा पनि y को भ्यालु 0 हो मेरो रेडियस 2 हुँदा पनि y को भ्यालु कति हो 0 हो मेरो रेडियस 2 हुँदा पनि y को भ्यालु कति भयो 0 भयो त्यही कारणले मैले x को भ्यालु 2 हुँदा y को भ्यालु 0 हुन्छ भन्न खोजेको के y को भ्यालु 0 हुन्छ त्यसो भएपछि म्याक्सिमम हाइट कति त हाम्रो दिएको फिगरको म्याक्सिमम हाइट h भने कति अगर मैले डिस्टेन्स x मेरो रेडियस x लिदै छु भने मेरो रेडियस x लिदै छु भने मेरो यो हाइट भन्ने चीज y लाई कसले डिफाइन गर्छ त x ले डिफाइन गर्छ नि मैले x को भ्यालु जति लिन्छु y को भ्यालु त्यति हुन्छ भन्ने कुरा हामीले थाहा पायौं कि नै y इज डिपेन्डेन्ट अन x सो त्यही कारणले मैले रेडियस x लिदा मेरो हाइट कति हुने रहेछ त h हुने रहेछ कि नै h भन्ने y हुने रहेछ कि नै र मैले अगाडि फर्मुला के भने थिए 2 पाई रेडियस इन्टु हाइट भने हो कि नै मैले एउटै फर्मुला युज गर्न भने
हाम्रो किताबमा टन्न फर्मुला छ, सबलाई साइड लाएर मैले एउटै फर्मुला मात्र युज गर्न भने के 2 पाई रेडियस इन्टु हाइट युज गर्न मात्र भने मैले। सो के भइदियो त 2 पाई रेडियस इन्टु हाइट भनेको के भयो त, रेडियस भने अगर मैले x लिँदैछु भने हाइट भनेको y भयो कि नै। 2 पाई रेडियस भनेको x इन्टु हाइट भनेको y भयो कि नै, भयो त। सो x इन्टु y, x भने रेडियस भइगयो, y भने मैले इक्वेसन हाल्दिएँ। अब बुझ्यो कुराकानी राजा? बुझ्यो सर। बुझ्यो है। त्यसपछि अब पछाडिको सल्भ गरेको सबैले बुझ्यो? त्यसमा त केही कन्फ्युजन पक्कै छैन होला कि कसो? कुराकानी सबैले बुझेर अगाडि बढ्नु, यसै हुन्छ बुझेन सर भनेर हावाहुरी तरिकाले चाहिँ नभन्नु। त्यसो भए एउटा क्वेसन सरलक्क गर न, तिमीहरू किताब चाहिँ नपल्टाउनु। तिमीहरूलाई बिट्विन ल ठिक छ, तिमीलाई अर्को क्वेसन दिउँ है एउटा, ठिक छ? ल सबैले गर्ने प्रयास गर। तिमीहरूको एक्सर्साइजको तिमीहरूले आफै गर्ने क्रममा चाहिँ मैले एक्सर्साइजकै क्वेसन दिन्छु। vertical line x is equals to -1 to generate a solid, find the volume of solid। ल तिमीहरूको एक्सर्साइजको किताब सबैजनासँग छ? एक्सर्साइज 6.2 को 1 नम्बर, 6.2 को 1 नम्बर क्वेसनले के भन्यो, द रिजन बाउन्डेड बाई एक्स एक्सिस एन्ड द प्याराबोला y इज इक्वल्स टु fx। तिमीहरू प्रयास गर है यसलाई। तिमीहरूले कुराकानी बुझ्यो, सेम त्यही फर्मुला लाउन खोज्ने, अब कसरी लाउने भन्ने कुराकानी मात्र, यो कसरी लाउँछौ तिमीहरूलाई मैले कति 55 भइरहेछ, 7 बजेसम्मको ठ्याक्क टाइम दिन्छु। द रिजन इन्क्लोज बाई एक्स एक्सिस एन्ड प्याराबोला y इज इक्वल्स टु fx इज इक्वल्स टु 3x माइनस x स्क्वायर है, डबल माइनस लेखेको छ त्यहाँ, इज रिभल्भिङ अबाउट द भर्टिकल लाइन x इज इक्वल्स टु -1 टु जेनरेट अ सलिड, फाइन्ड द भोल्युम अफ सलिड भनेको छ। ल अब यहाँ कुराकानी अलिकति चेन्जेस भएको छ, अब तिमीले कसरी डिल गर्छौ भन्ने कुरा मलाई हेर्नु छ है। त्यहाँ अघि नसम्म हामीहरूको योभन्दा अगाडिको केसमा मैले के भनेको थिएँ, रिभल्भिङ अबाउट के भनेको थिएँ, वाइ एक्सिस भनेको थिएँ योभन्दा अगाडिको क्वेसनमा। तर यहाँ रिभल्भिङ अबाउट कति भनेको छ त, एक्स इज इक्वल्स टु -1 को केसमा के भन्छ रेस्पेक्टमा रिभल्भ भएको छ। अब भोल्युम पत्ता लगाऊ। मैले याद छ सुरुकै केसमा भनेको थिएँ नि, रेडियस निकाल्न लागि हामीहरूको रेडियसको एक्चुअल फर्मुला मैले कति लेखेको थिएँ, एक्स माइनस यल लेखेको थिएँ हो। त्यसपछि मैले एललाई के गरिदिएको थिएँ त, 0 भनिदिएँ। किन, हामीहरू कहाँबाट सुरु भयो, हामीहरूको यहाँ बुझ त, मैले सुरुमा रेडियस कति लेखाउ यो हेर त, रेडियस मैले यहाँ कति लेखेको छु, एक्स माइनस यल लेखाएको छु नि, रेडियस भने यही लेखे हो। अब यहाँ के छ त, हामीहरूको यलको भ्यालु दिएको छ, यलको भ्यालु के छ त दिएको छ। किन, एक्स कसको रेस्पेक्टमा रोटेट भइरहेछ त, हामीहरूको फिगर एक्स इज इक्वल्स टु -1 को रेस्पेक्टमा रोटेट भइरहेछ। अघि नसम्म एक्सिसको रेस्पेक्टमा रोटेट भइरहेको थियो, त्यसैले यल हामीहरूको 0 भइरहेको थियो है। किन, यहाँदेखि यहाँसम्मको डिस्टेन्स हो नि, हामीहरूको एक्स माइनस यल भनेको यहाँदेखि यहाँसम्मको डिस्टेन्स हो। अब यो यल भन्ने चाहिँ यहाँबाट यहाँ सिफ्ट के भन्छ, यहाँ सिफ्ट हुँदा यल 0 हुन्थ्यो एक्सिसमा, तर के छ अब ओरिजिनमा छैन, माइनसतिर सिफ्ट भएको छ, यतातिर सिफ्ट भएको छ, एक्स इक्वल्स टु -1 मा सिफ्ट भएको छ। त निकाल, फटाफट निकाल त। क्वेसन नम्बर 1 है, गर। तिमीहरूको 3 मिनट बाँकी छ है। बस एक्सिस अफ रोटेसन चेन्ज भएको छ, त्यसले गर्दा यलको भ्यालु चेन्ज भएको हुन्छ है। मलाई के गर्यो भने तिमीहरूले मलाई माथिको इक्वेसन भन्नु पर्यो, यो इन्टिग्रेसन भित्र चाहिँ भ्यालु हाल्छौ नि, यो v इज इक्वल्स टु 2 पाई रेडियस इन्टु हाइट, रेडियस र हाइटको ठाउँमा के राख्यो मलाई त्यति मात्र जान्नु छ। एन्सर त किताबमा दिएकै छ नि, 45 पाई बाई 2 आउँछ भनेर त किताबले भनेको छ नि, बस इक्वेसन मिल्नु पर्यो।
सर क्वेसन नम्बर 1 को भन्नु भएन यस क्वेसन नम्बर 1 भने 6.2 को 1 नम्बर मैले चाहिँ बोर्डमा लेखेको छु त्यो हेर त अनि त्यहाँ दुईटा माइनस के छ सर के छ त्यो एउटा माइनस हो मैले भने त तिमीलाई 3x - x² हो किन तर्सिरहेको छ तिम्रो माइनस हेरेर तीर्थ रक्षा रक्षा ने रागिनी राम प्रिन्स अन्जु ल ठिक छ तिम्रो 5 जना आएको छ आज रिकर्डिङ गरेर छौ कि नै राम छ सर स्टोरेज खाली गरेर गरिरहेको छु पक्कै हजुर हजुर ल मलाई पनि लिंक पठाइदिइराख्नु भिडियोको है म पनि यसो तिमीहरूको च्यानललाई सब्स्क्राइब गरिहाल्छु ओके यसको अटेन्डेन्स वाला अप्सन पनि रहेछ सिधै डाउनलोड द अटेन्डेन्स जसरी जुममा हुन्छ टाइम तिमीहरूको सकिन लाग्यो 1 मिनेट बाँकी छ कति आयो त ल मलाई क्वेशन भन अब यसमा म पहिला क्वेशनले के दियो भन्ने कुरा लेख्छु त्यसपछि तिम्रो भन्नु को अहिले सर 2 मोर मिनेट हम 2 मिनेट हुन्छ ल गर मैले यहाँ गिवन चीजहरु लेख्दै गर्छु
ल इक्वेसन के बन्यो अब मलाई भन रेडियस इन्टु हाइट ल भन त इक्वेसन कति बन्यो रेडियस कति हुन्छ सबसे पहिला भन रेडियस भने कति हुन्छ बुझ है मैले डिस्टेन्स कति लिँदैछु यहाँदेखि यहाँसम्म मेरो यक्स छ तर मेरो एक्चुअल रोटेसन त यहाँबाट भइरहेको हो नि भनेपछि यो -1 पनि त थपिन्छ होला नि सो टोटल डिस्टेन्स कति टोटल रेडियस कति रहेछ त x - l गर्ने बित्तिकै कति आउँछ मेरो x + 1 आउँछ कि नै रेडियस शुड अलवेज बी पोजिटिभ सो रेडियस मेरो कति आउँछ भन त मलाई इन्टिग्रेसन a देखि b सम्म x + 1 हाइट भने के हो y हो y को इक्वेसन कति हो हाइट भने के हो y हुन्छ जहिले पनि y को भ्यालु कति छ हामीसँग 3x - x² छ हो कि नै यहाँसम्म कुराकानी क्लियर छ अब लिमिट a देखि b सम्म कसरी पत्ता लगाउने त लिमिट a देखि b सम्म कसरी पत्ता लगाउने हामीहरुको लिमिट कहाँदेखि कहाँसम्म छ हेर यो पोइन्ट भनेको एक्सिसको हजुर भन आन्सर त आएन ठीक अब म निकाल्दै छु नि त नि अब बल्ल म गर्नु इक्वेसन सबैको यही बन्या छ हेर त x + 1 3x - x² नै आज सबैको इक्वेसन यस सर 2π कता भन्नु 2π मैले अगाडि राख्दिन्छु राजा कन्स्ट्यान्ट टर्म हो नि त नि 2π ले किन लेखिराख्नु पर्यो इन्टिग्रेसन भित्र किन लेखिरहनु पर्यो अब a देखि b को भ्यालु पत्ता लगाम है व्हेन यहाँ x = -1 छ एउटा x को भ्यालु त मैले थाहा पाइसके अरु x को भ्यालु के हुन्छ त अरु x को भ्यालु यहाँ हेर त अरु x को भ्यालु व्हेन y अब अरु x को भ्यालु कसरी थाहा पाउने y = 0 हुँदा x को भ्यालु कति कति छ हेर त y = 0 हाल ठ्याक्कै x को भ्यालु कति आउँछ भन्ने कुरा तिमीले यहाँ देख्छौ कति देखि कति सम्म आको छ कहाँ गयो यसले लेखिरहेको रहेछ सो यहाँ मैले यही छेउमा निकालेको थिएँ y = 0 हालेर x को भ्यालु मैले यहाँ पत्ता लगाएको थिएँ हेर त सो x कहाँसम्म पुग्ने रहेछ त हो त्यो भन्ने चीज मैले ठ्याक्कै यहाँ छेउमा लेखेको थिएँ के अघि नै है ल सो अब मैले यहाँ कति लेख्नु पर्यो त कहाँदेखि कहाँसम्म क्याल्कुलेट गर्नु पर्यो -1 देखि 3 सम्म मेरो इक्वेसन के बन्यो x + 1 3x - x² अब मल्टिप्लाई गरिदिन्छु म x + 1 3x - x² मल्टिप्लाई गर त 3x - x² लाई मल्टिप्लाई गर कति हुन्छ 3x² - x³ + 3x - x² कति आयो फाइनलमा हामीहरुको -x³ + 2x² + 3x आयो मैले यहाँ भित्र त्यही हाल्दे -x³ + 2x² + 3x आयो dx को रेस्पेक्टमा भ्यालु कति भयो -1 देखि 3 कसरी आयो -1 देखि 3 हामीहरुको भोल्युम कहाँबाट सुरु भएको छ हेर त स्टार्टिङ कहाँबाट भयो हामीहरुको एक्सिस कति छ एक्सिस कसो -1 छ नि भनेपछि मैले कहाँ x को भ्यालु हाम्रो कहाँबाट सुरु भयो त एक्सिस कसो -1 बाट सुरु भयो अर्को मैले y = 0 हालेर x को भ्यालु कहाँदेखि कहाँसम्म पुग्दो रहेछ भन्ने कुरा निकाल्न खोज्यो किन हामीहरु कर्व एक्चुअलमा त यो यहाँसम्म पोर्सन मैले डिवाइड पो गरे तर यो बन्ने क्रममा त यसरी बन्छ होला नि त नि हो कि नै अब बुझ तिम्रो y = 0 हुँदा एउटा यहाँ x = 0 छ अर्को यहाँ x = कति छ 3 छ कि नै त बुझ्यौ मैले किन x = 3 लेको हाम्रो x = -1 देखि सुरु भएर x को भ्यालु कहाँसम्म म्याक्सिमम पुग्दो रहेछ त 3 सम्म पुग्दो रहेछ यो x भनेर एउटा सानो पोर्सन त हामीले पो डिसाइड गरे भने हामीले क्याल्कुलेट गर्न सजिलो होस् भनेर तर x = अन्तिममा कहाँसम्म पुग्दो रहेछ त 3 सम्म पुग्दो रहेछ त्यो चीज यहाँ मैले पत्ता लगाएको y = 0 हालेर है माथितिर बुझ्यौ अब किन मैले 3 लेको भनेर हजुर y को भ्यालु 0 राखेर y को भ्यालु 0 हालेपछि बल्ल मैले x को लिमिट थाहा पाउँछु होला नि कि कसो हो सो त्यही कारणले x = -1 चाहिँ मैले किन लिए हाम्रो एक्सिस कहाँबाट सुरु भएको छ हेर त 0 बाट सुरु भएको छ कि x = -1 बाट सुरु भएको छ रोटेसन मेरो एक्सिस मेरो सेन्टर कहाँ एक्सिसमा हुन्छ हैन एक्सिस अफ रोटेसनमा हुन्छ नि सो सेन्टर कहाँ छ मेरो ओरिजिनमा छ कि x = -1 मा छ -1 मा छ सो x को भ्यालु कहाँबाट सुरु भयो त मेरो -1 बाट सुरु भयो कहाँ गएर टुङ्गियो त x = 3 मा गएर टुङ्गियो कुराकानी बुझ्यौ अब सबैले बुझ्यौ त्यही कारणले मैले यहाँ फिगर सोचिरहेको थिएँ के फिगर बन्छ भनेर फिगर जरुरी छ के फिगर बनाएपछि तिमीहरुले पनि धेरै कुराकानी थाहा पाउँछौ ल पहिला इन्टिग्रेट गर मैले कति आउँछ -x⁴/4 + 2x³ / 3 + 3x² / 2
भ्यालु हालौँ कतिदेखि कतिसम्म -1 देखि 3 सम्म सबै भ्यालु हाल्दै जाऊ कति आउँछ 2 पाई क्याल्कुलेटर कहाँ गएको मैले चाहिँ क्याल्कुलेटर ठिक छ छोड्देऊ क्याल्कुलेटरलाई साइडमा राख तिमीहरूले हिसाब गरिहाल्छौ नि मलाई थाहा छ -3 को पावर 4/4 प्लस 2 इन्टु 3 क्युब बाई 3 क्युब बाई 3 हो ल 3 क्युब बाई 3 प्लस 3 इन्टु 3 को स्क्वायर डिभाइड बाई 2 यो यति भयो अब यसबाट माइनस गर माइनस अब x को ठाउँमा -1 हाल -1 को पावर 4/4 प्लस 2 इन्टु -1 को पावर 3/3 प्लस 3 इन्टु -1 को स्क्वायर बाई 2 यति सबै चिज क्याल्कुलेटरमा प्रेस गर त म क्याल्कुलेटर लेख्छु ल मैले पनि तिमीहरुसँग प्रेस गरे क्याल्कुलेटरमा -3 को पावर 4 डिवाइड बाई 4 प्लस 2 इन्टु 3 को स्क्वायर लेखेँ मैले तलको 3 लाई माथिसँग सिधै काट्दिए प्लस 3/2 भनेको कति हो 1.5 हो 1.5 इन्टु 3 को स्क्वायर भनेको कति 9 माइनस -1 डिवाइड बाई 4 -1 डिवाइड बाई 4 प्लस कति भयो 2/3 हो -2/3 -2 डिवाइड बाई 3 त्यसपछि के छ प्लस 3 डिवाइड बाई 2 3 डिवाइड बाई 2 ल 32/3 एन्सरमा के भयो एन्सर मिलेन त हाम्रो किताबसँग गरे हामी ठिक छौं हाम्रो किताबसँग एन्सर मिलेन 2 पाई इन्टु 32 डिवाइड तिमीहरुको पनि 32 डिवाइड बाई 3 नै आको हो बोला त तिमीहरु सबैको यही आछ 64 डिवाइड बाई पाई हामीहरुको एन्सर आयो है यहाँ ए होइन ठिक छ पह यहाँ एउटा सानो चेन्जेस मैले गरिहाले हाम्रो किन मिलेन म भनिहाल्छु हाम्रो भोल्युम हामीले क्याल्कुलेट त गर्यौं तर हाम्रो लिमिट त हामीले x = -1 को ठाउँमा नलिएर x = 0 बाटै लिनुपर्ने हुन्छ नि त नि x = 0 बाटै लिनुपर्ने हुन्छ नि त नि किन भन्ने कुरा बुझौं है किन भन्ने कुरा बुझौं हाम्रो सलिड त यहाँदेखि यहाँसम्म मात्रै छ नि त नि हामीले भोल्युम लिदा त यहाँदेखि यहाँसम्मको लागि मात्रै हो नि त नि है मैले अर्को चीज लेखेँ यहाँ एउटा सानो गल्ती के भयो भन्दा हामीले भोल्युम क्याल्कुलेट गर्ने भनेको यहाँदेखि यहाँसम्म मात्रै हो नि त नि यति पर्सेन्टको लागि मात्र क्याल्कुलेट गर्छौं नि हो कि नै कुरा सुन त हामीले भोल्युम त यति पर्सेन्टको लागि मात्र क्याल्कुलेट गर्छौं हामीहरुको कर्व त यतातिर छ है यसको रेस्पेक्टमा x = -1 को रेस्पेक्टमा रोटेट भए तापनि हामीले भोल्युम त यहाँदेखि यहाँसम्मको लागि मात्र क्याल्कुलेट गर्छौं सो यो भनेको कति भयो 0 देखि 3 सम्मको लागि भयो है सो त्यही कारणले यहाँ कुराकानी अलिकति बिग्रिदा रहेछ सो -1 देखि 3 नभएर हामीले यहाँ 0 देखि 3 नै लिन्छौं ठीक छ 0 देखि 3 लिन्छौं यो सबै पोर्सन हराउँछ यो पोर्सन ठ्याक्क हुँदैन किनकि 0 भइसक्यो गर त अब हिसाब गर त कति आउँदो रहेछ ल त 0 देखि 3 सम्म 0 देखि 3 भन्छ यो त लेख्नै पर्दैन नि ल कति आयो आन्सर आयो कति आयो 45/2 45 पाई/2 एउटा सानो गल्ती लिएर त हामीहरुको आन्सर कति कहाँ पुगाइदिसकेको रहेछ सर हजुर -1 किन हटाउनु भयो -1 यो कारणले हटाएको राजा हेर हामीले माइनस हटाएको कारण हामीले भोल्युम त यो 0 देखि 3 सम्म क्याल्कुलेट गर्नु पर्ला नि किनकि हाम्रो कर्व कहाँदेखि कहाँसम्म छ हेर त हाम्रो कर्व त यहाँबाट सुरु भएर यहाँसम्म गइरहेछ नि त नि सो मैले त्यति पोर्सन नै क्याल्कुलेट गर्नु पर्ला नि त नि मेरो यो स्टार्टिङ पोइन्ट नै यो भइदिया भयो मेरो स्टार्टिङ पोइन्ट नै यो भइदियो मैले माथिको फिगरमा एकचोटी गए हेर हामीहरुको कर्व यहीँबाट सुरु भएको थियो यो केसमा हामीहरुको कर्व यहाँबाट सुरु भएको थियो त्यही कारणले मैले रेडियसमा के गरे x बाट यल घटाको यति पोर्सन क्याल्कुलेट गर्दाखेरि हो कि नै तर यहाँ त कर्व यहीँबाट सुरु भएको छ नि त नि हामीहरुको कर्वको स्टार्टिङ पोइन्ट नै यतातिर छ
हामीहरु कर्वको स्टार्टिङ पोइन्ट नै यो भइसकेपछि 0 बाट सुरु भयो x इक्वल टु 3 सम्म लियौं। यसमा त हामीले पोर्सन l भनेर डिभाइडै गर्नु परेन नि त नि। हो त्यही कारणले x इक्वल टु 0 देखि x इक्वल टु 3 सम्म हामी गएको हो के, न कि x इक्वल -1। हामीहरुको x इक्वल टु -1 ले त रोटेसन अफ एक्सिस को मात्र काम गर्यो नि त नि, त्यसले त लेंथ देखाएन नि। हाम्रो कर्व त्यहाँबाट सुरु भएको भए चाहिँ हो हामीले x - l युज गर्नु पर्थ्यो, तर त्यहाँबाट सुरु नै भएको छैन नि त नि। ठीक छ कुराकानी? सर तर यो नेगेटिभमा आइरहेछ त अनि -45। भोल्युम नेगेटिभमा आए पनि त तिमीले पोजिटिभ लिनु पर्यो नि राजा। भोल्युम हो नि त नि, भोल्युम त नेगेटिभ हुन पाउँदैन कि पाउँछ? पाउँदैन। तर नेगेटिभमा आउँदैन होला है, मैले क्याल्कुलेट गरेको छु, मेरो चाहिँ नेगेटिभमा आएको छैन। तर नेगेटिभ हुन्छ नि त। हजुर के भने? लोवर भ्यालु माइनस अप्पर हुन्छ नि त। ए मैले अप्पर लोवर हुन्छ। अप्पर माइनस लोवर हुने हो नि त नि राजा, लोवर माइनस अप्पर हुने हैन नि। म आफै कन्फ्युज। बुझ्यौ प्रिन्स राम, बुझिराछौ? हेलो बुझिरहेको छ सर। बुझ्यौ है? अगाडि बढौँ। सो सबैले क्वेशनहरु गर्न सक्ने रहेछौ अलिअलि? अलिअलि बुझिदैछ कि पुरै बुझिदैछ भन्न त मलाई? बोल्दैन नि अरु। अलिअलि कि पुरै बुझ्दैछौँ सर, बुझ्दैछौँ। बुझ्दैछौ है? ल त्यसो भए यो क्वेशन बुझाइदिन न। हजुर 2 को क्वेशन बुझाइदिन न। कुन एक्सरसाइज के 2 को कि तिमीहरुको एक्जाम्पल को 2 को? एक्सरसाइज को 2। एक्सरसाइज को 2 नम्बरमा के भनेको छ? Find the volume of solid obtained by rotating about the y-axis. The region between y is equals to x and y is equals to x square. अब तिमीहरुको region between y is equals to x भनेको छ है। अघि न माथि region between के भनेको थियो यो क्वेशनमा? यो क्वेशनमा के भनेको थियो? Region enclosed by x axis र y is equals to यति यति। अब यहाँ अलिकति कुरा मात्र के ट्विस्ट भइदियो नि, खासै धेरै चीज चेन्जेस भएको छैन। मैले पहिला फिगर बनाएर तिमीहरुलाई सर्लक्क भनिदिन्छु। रिजन बाउन्डेड बाइ हामीले के दियो क्वेशनले? Region BOUNDED bounded by y is equals to x square and y is equals to x. Y is equals to x square लाई के बनाउँछ हाम्रो लागि? एउटा प्याराबोला बनाउँछ। ठीक छ? y is equals to x भने एउटा 45 डिग्रीमा इन्क्लाइन भएको लाइन हो कि नै? यो ओरिजिन माने रेट्नु है। 45 डिग्रीमा इन्क्लाइन भएको लाइन हो कि नै? सो क्वेशनले अब मलाई के सोध्यो? यो रिजन बाउन्ड हुँदाखेरि यसलाई मैले कसको रेस्पेक्टमा रोटेट गरेको छु? y एक्सिस को रेस्पेक्टमा रोटेट गरेको छु। सो रोटेट गर्दाखेरि यो रिजन कति भयो भन्ने कुरा पत्ता लगाउनु भनेको छ के? यो रिजनको भोल्युम कति भयो भन्ने कुरा पत्ता लगाउनु भन्यो। कुरा बुझ्यौ तिमीले? फिगर बुझ्यौ? पहिला फिगर बुझ्न जरुरी छ। फिगर बुझ्यौ? बुझे सर, बुझे। हो अब यसलाई फर्मुला उतार्नु पर्यो। यसको रेडियस कति होला त यहाँदेखि यहाँसम्मको लेन्थ? एक्स एक्सिस भनेको छ भनेपछि रेडियस कति होला? शेडेड पार्ट मात्र निकाल्नु। हजुर भोल्युम चाहिँ त शेडेड पार्ट मात्र निकाल्नु। सिलेक्टेड पार्ट मात्र निकाल्ने यसमा नि त नि अब। सो हामीले यसबाट केही चीज घटाउनु पर्ला नि त नि। के घटाउनु पर्ला? यो ट्रायंगलको एरियालाई घटाउनु पर्ला। टोटल प्याराबोलाको एरिया निकाल्ने हो, त्यसबाट ट्रायंगलको एरिया घटाउने हो कि कसो? हामीले जेनरली माथिको केसमा बुझ है, हामीले जेनरली यो माथिको फर्मुला लगाउँदाखेरि के त्यो प्याराबोलाले कभर गर्ने एरिया भोल्युम आउँछ होला नि। प्याराबोलाले कभर गर्ने भोल्युम आउँछ कि नै? तर यसबाट मैले यो स्ट्रेट लाइन y इक्वल्स टु x ले जे रिजन कभर गर्छ त्यो रिजनले घटाउनु पर्ला कि नै? कुरा बुझ्नु है। मैले यहाँ अलिकति डिफरेन्ट कलरले मार्क गर्छु। यो पुरै रिजन भनेको कसले हो कभर गरे हो? यो पुरै रिजन भन्ने प्याराबोलाले कभर गरे हो? यो पुरै रिजन प्याराबोलाले कभर गरे हो। यसबाट मैले यो रिजन त घटाइदिनु पर्ला नि त नि। यो येलो वाला रिजन घटाउनु पर्ला कि नै? यो येलो वाला रिजन कसको रिजन हो? ट्रायंगलको अथवा y इक्वल्स टु x भन्ने स्ट्रेट लाइनले बनाएको रिजन हो के। सो त्यो रिजन मैले प्याराबोलाबाट घटाइदियो भने हाम्रो एरिया आउँछ त। जस्तै यसलाई फेरि कसरी डिल गर्ने भन्ने कुरा पनि बुझिहालौँ है। ठीक छ? ल बुझ। तिमीहरुको लेंथ कति हुन्छ? y एक्सिस को रेस्पेक्टमा रोटेट भइराछ। x इज इक्वल्स टु 0 बाट काम सुरु भयो। हामीले थाहा पायौं। लिमिट मैले भनिरहेछु है के हुन्छ होला हाम्रो भनेर है। मैले लिमिट भन्दै छु। x इज इक्वल्स टु 0 बाट काम सुरु भयो। अब मेरो म्याक्सिमम कहाँ जान्छ बुझ त? यिनीहरुको इन्टरसेक्टिङ पोइन्ट कति होला त? इन्टरसेक्टिङ पोइन्ट कसरी थाहा पाउने? दुवैले सल्भ गरेर थाहा पाउने हो। सो सल्भ गर्दाखेरि कति आयो मेरो? सल्भिङ
x इज इक्वल्स टू x स्क्वायर आयो मैले यसलाई लेख्थे x स्क्वायर माइनस x इज इक्वल्स टू 0 के आयो x इज इक्वल्स टू 0 र x इज इक्वल्स टू 1 आयो कि नै सो हाम्रो रिजन कहाँदेखि कहाँसम्म रहेछ x इज इक्वल्स टू 0 देखि x इज इक्वल्स टू 1 सम्म रहेछ इंटीग्रल भ्यालु मैले थाहा पाएँ कि नै भन त मेरो रिजन जहिले पनि x इज इक्वल्स टू 0 देखि x इज इक्वल्स टू 1 पुग्ने भयो यो केसमा हो सो भोल्युम इज इक्वल्स टू इंटीग्रेसन 2 पाइलाई मैले बाहिर राखिदिए इंटीग्रेसन कहाँदेखि कहाँसम्म 0 देखि 1 सम्म प्याराबोलाको लागि के भयो त मेरो प्याराबोलाको लागि भोल्युम के भयो भन त मलाई सिम्पल केसमा रेडियस कति भयो रेडियस x को लागि अब मान रेडियस x को लागि यो x इक्वल्स टु 0 लाई मैले यो ठाउँबाट मेट्छु अलिकति कन्फ्युजन जस्तो क्रिएट गरे यसले अरु केही पनि हैन हामीले बुझ्नु पर्यो ओरिजिन भनेपछि अब रिजन x को लागि मैले यहाँसम्मको रिजन लिए रिजन x को लागि y को भ्यालु कति हुन्छ भन्न त मलाई y इज इक्वल्स टु कति हुन्छ x स्क्वायर हुन्छ x स्क्वायर रिजन x को लागि y स्क्वायर y इज इक्वल्स टु कति हुन्छ x स्क्वायर कसको लागि हो त यो प्याराबोलाको लागि हो कसको लागि हो प्याराबोलाको लागि हो सो 2 पाई रेडियस कति भयो रेडियस x भयो हाम्रो त्यो कति भयो त y भयो यसलाई मैले y1 भन्दिन्छु है मैले प्याराबोलालाई y1 भन्छु र रिजन बाउन्डेडलाई y2 भन्छु एकछिनको लागि सो y इज इक्वल्स टु x y1 dx माइनस इंटीग्रेसन अब बुझ तिम्रो लाइनको भोल्युम पनि क्याल्कुलेट गर्नु पर्यो 2 पाई सो हामीहरुको यहाँ कहाँदेखि कहाँसम्म यो पनि 0 देखि 1 सम्म नै जान्छ होला नि के कसो बोल न बोल यो पनि हाम्रो 0 देखि 1 सम्म नै जाने भयो कि नै किनकि इंटरसेक्टिङ पोइन्ट त दुवैको सेम छ अब यसको लागि रेडियस कति भयो त यसको लागि पनि रेडियस मैले x नै लिन्छु र हाइट कति नै लिन्छु त y नै लिन्छु तर y2 लिन्छु होला के कसो तर के लिन्छु त y2 लिन्छु dx अब के भयो त हामीहरुको हेर त 2 पाई अब बुझ है हामीहरुको इंटीग्रल साइन पनि दुवैको केसमा सेम छ 0 देखि 1 सम्म नै छ सो मैले 2 पाई 0 देखि 1 सम्म एकै साथ लिए एउटामै लियो xy1 भनेको के हो x इन्टु x स्क्वायर हो माइनस xy2 भनेको के हो x इन्टु x हो dx भयो त हेर त क्वेशन कति सजिलो रहेछ बस घुमाएर हामीलाई अलिकति कन्फ्युज पार्न खोजेको रहेछ कति भयो x³ माइनस x स्क्वायर dx भयो कि नै भन त बोल कुराकानी बुझ्यौ सबैले नबुझेको कोही यसो बोल यो y2 किन लिनु भयो यसो के राजा मैले यो हेर y1 भनेको y1 इज इक्वल्स टु x स्क्वायर प्याराबोलालाई डिनोट गरे y2 इज इक्वल्स टु x लाइनलाई डिनोट गरे के सो मैले के देखाए भन्दा सुरुमा प्याराबोलाको भोल्युम क्याल्कुलेट गरे प्याराबोलाले बनाएको सिलिन्डरको भोल्युम क्याल्कुलेट गरे त्यसपछि यो स्ट्रेट लाइनले बनाएको भोल्युमको सिलिन्डरको भोल्युम क्याल्कुलेट गरे र के गरे भन्दा प्याराबोलाको सिलिन्डरबाट यो स्ट्रेट लाइनको सिलिन्डर त घटाउनु पर्ला कि नि क्वेशनले त मलाई त्यही सोधेको छ नि प्याराबोला र स्ट्रेट लाइनले बाउन्ड गरे सिलिन्डरको एरिया निकाल्नु पर्यो भनेर सोध्या हो बोल त हजुर मलाई क्वेशनले के सोध्यो उ यो पोर्सनको भोल्युम सोध्या हो नि यो पोर्सनको भोल्युम सोध्या हो कि नै हजुर हो त त्यो पोर्सनको भोल्युम कुन बेला आउँछ त प्याराबोलाबाट मैले स्ट्रेट लाइन भनेपछि त्यो निलोबाट पहेँलो घटाइदिएपछि बल्ल मेरो भोल्युम आउँछ होला कि नै हो त्यसको लागि मैले के गरे सुरुमा यहाँ हेर है सुरुमा मैले के गरे कसको भोल्युम क्याल्कुलेट गरे त सिलिन्डरको भोल्युम क्याल्कुलेट गरे त्यो सिलिन्डरको y अब यहाँ मसँग दुईटा अलग अलग y चाहिने भएर मैले यसलाई y1 भनेर डिनोट गरे यसलाई मैले y2 भनेर डिनोट गरे सो y1 भनेको हाम्रो प्याराबोला पोर्सन भयो हाम्रो प्याराबोलाको भोल्युम पोर्सन भयो त्यसबाट मैले स्ट्रेट लाइनको पोर्सन माइनस गर्दिएको ओके सो y1 ले प्याराबोला डिनोट गरे y2 ले स्ट्रेट लाइन डिनोट गरे सल्भ गर्ने क्रममा त y इक्वल्स y लिएर हामीले यहाँ सल्भ गर्छौं किन यिनीहरुको इंटरसेक्टिङ पोइन्ट चाहियो इंटरसेक्टिङ पोइन्टमा y सेम हुन्छ बट आउट अफ इंटरसेक्टिङ पोइन्ट y1 र y2 त फरक चीज हो नि हो सो त्यही कारणले मैले xy1 र xy2 त्यहाँ लेखेको छु है फर्मुला त्यही हो रेडियस इन्टु हाइट नै गरेर छौं हामीले एउटा कुरा नोटिस गरेको नै प्रत्येक क्वेशनमा हामीले रेडियस इन्टु हाइट नै गरेर छौं फर्मुला यसको टन्नै हुन्छ तर सबै फर्मुला बन्ने त्यसैबाट हो त्यसैले मैले तिमीलाई एउटै फर्मुलाबाट सिधै लगे के कुराकानी बुझ्यौ अब गर्न सकिन्छ राजा ल फाइनल आन्सर यसको निकालेर छोडौं न त नि 2 पाई कति आयो x को पावर 4/4 माइनस x को पावर 3/3 कहाँदेखि कहाँसम्म 0 देखि 1 सम्म कति भयो 2 पाई 1 हैन 1/4 माइनस 1/3 कति भयो 1/4 माइनस 1/3 भने कति होला त यसो मलाई भन त क्याल्कुलेटरमा थिच्छ त
1/12 1 divided by 4 minus 1 divided by 3 minus 1/12 आयो। अब minus 1/12 आयो, कुराकानी के गडबडिया छ भन त मलाई। 2 पाई into minus 1/12 आइदियो रे। लौ अब के गर्ने? माइनस पाई बाई 6 आयो रे। के भोल्युम के लेख्ने? पाई बाई 6 नै लेख्ने कि नै? हजुर किन? भोल्युम कान्ट बी नेगेटिभ। ल एन्सर मिल्यो त हाम्रो? पाई बाई 6 आयो। त क्वेशन सजिलो छ कि गाह्रो छ ल भन अब मलाई। सर भन। त्यो अप्पर लिमिट लिँदाखेरि त अगाडि माइनस हुनुपर्छ होइन? अप्पर लिमिट लिँदाखेरि किन माइनस हुनु पर्यो? अप्पर लिमिट लिँदाखेरि किन माइनस हुनु पर्यो राजा? भयो भयो। त्यो लोअर र अप्पर लिमिट त हामीले सल्भ गरेर निकालेका छौँ त पोइन्ट अफ इन्टरसेक्सन दुवैको होइन र? अनि माइनस लिन जरुरी छ त? छैन। किन भोल्युमलाई पोजिटिभ गर्न लागि तिमीले भनेको राजा? हुँदैन नि, भोल्युमलाई तिमीले त्यसरी गर्न खोज्यो भने -1 राख्ने बित्तिकै बुझ x को पावर 4 हो, पोजिटिभ इभन पावर हो, त्यसले प्लसमा कन्भर्ट गर्छ नै। र अब x क्यूब को अगाडि माइनस छ, सो त्यहाँबाट आएको नेगेटिभ पनि पोजिटिभमा कन्भर्ट हुन्छ। त्यहाँ कुराकानी बिग्रिन्छ। त्यो मिल्दैन नि, त्यस्तो बदमासी गर्ने मिल्दैन। बुझ्यौ नि? मैले चाहिँ के सोचिरहेको थिएँ, लोअर लिमिट माइनस अप्पर लिमिट। ए हुँदैन हैट, अप्पर लिमिट माइनस लोअर लिमिट हो जहिले पनि हावा मान्छे त। अप्पर माइनस लोअर, ठुलोबाट सानो घट्छ, कहिलेकाहीँ सानोबाट ठुलो घटायो भने त कुराकानी गर्यो तिमीले के भन्छ अरे, तिमीलाई धेरै घाटा भइरहेछ, त्यसबाट अलिकति फाइदा घटाए नि घाटामै हो क्या। ठुलो फाइदाबाट थोरै घटाउने हो जहिले पनि। कुराकानी बुझ्यौ? अब एउटा डिफरेन्ट केस गरौँ। मतलब अघिदेखि वाइ एक्सिसको रेस्पेक्टमा रोटेट भइरहेको थियो, एउटा एक्स सर एउटा एक्सिसको क्वेसन रेस्पेक्ट। हजुर भन्नु भन्नु। मैले भन्न खोजेँ अघिदेखि वाइ एक्सिसको रेस्पेक्टमा रोटेट गर्दै थियौँ, अब एउटा एक्स एक्सिसको रेस्पेक्टमा पनि रोटेट गरेर क्वेसन गरिहालौँ है। ठिक छ? सर एउटा क्वेसन। भन। हामीले अहिले यो रातोको यो के अरे यो निकाल्दा होइन? रातो पोर्सनको भोल्युम निकाले हो। भन न। पहेँलोको लागि निकाल्नु पर्यो भने सर? कसको लागि? यो पहेँलोवाला लाउनु भएको थियो नि तपाईँले। पहेँलोको लागि निकाल्नु पर्यो भने राजा रिभर्स गरिदिने। के रिभर्स गरिदिने क्वेसन चाहिँ कसरी आउँछ त? तिमीलाई सुन, पहेँलोको लागि मात्र निकाल्नु पर्यो नि, यो प्याराबोलावाला पोर्सन लेख्दै नलेख्ने, स्ट्रेट लाइनवाला पोर्सन मात्रै लेख्ने। कुरा बुझ्यौ? किनकि तिमीलाई पहेँलो पोर्सन त स्ट्रेट लाइनले डिनोट गरेको छ नि। पहेँलो पोर्सन कसले डिनोट गरे हो? त्यो त स्ट्रेट लाइनले डिनोट गरे हो नि। सो पहेँलो पोर्सन निकाल्नु पर्यो नि, स्ट्रेट लाइन मात्रै लिने। कुरा बुझ्यौ? हेलो, अलिक कन्फ्युज भयो। अलिकति कन्फ्युज भयो। ल सुन, म एउटा कुरा भन्छु। हामीले यो रातो पोर्सन कसरी निकाल्यो भन त? यो रातो पोर्सन निकाल्न लागि पुरै प्याराबोलाको भोल्युमबाट यो स्ट्रेट लाइनको भोल्युम घटाएको हो। पुरै प्याराबोलाको भोल्युम भनेको यो जुन निलो लाइन मैले कोरेको छु, त्यो भनेको प्याराबोलाको भोल्युमको पोर्सन हो। त्यसबाट मैले पहेँलो पोर्सन घटाएको हो नि। कुरा बुझ, यो पहेँलो पोर्सन भनेको यो पोर्सन हो। पहेँलो पोर्सन भनेको यो पोर्सन हो। सो मलाई पहेँलो पोर्सन मात्र निकाल्नु भन्यो भने मैले यति पोर्सन मात्रै लिएर काम गर्छु होला कि नै? मलाई फाइन्ड द भोल्युम अफ पहेँलो पोर्सन भन्यो भने मैले यति मात्र निकाल्दै भयो कि नै? प्लस माइनस के गर्नु पर्यो त? यति भनेको येलो पोर्सन हो कि नै? स्ट्रेट लाइनको पोर्सन हो। सो अगाडिको पोर्सन क्यालकुलेटै नगर्ने, पछाडिको पोर्सन मात्र क्यालकुलेट गर्ने मैले भन्न खोजेको के। कुरा बुझ्यौ? हो? अझै बुझेन मान्छेले? औ राम, अझै बुझेनौ? बुझ्यो सर अहिले चाहिँ। बुझ्यौ? ल ठिक छ। रागिनीले के सोध्दै थियौ? सर यो 8 नम्बरको क्वेसनमा भोल्युम अफ स्फियर सोधिरहेछ त। अनि भोल्युम अफ स्फियर त त्यसो त डाइरेक्टली फर्मुला हाल्दियो, काम सक्यो त नि। रेडियस एरियाको छ, डाइरेक्ट हालेर सकियो। डिराइभ कसरी गर्ने म भनिदिन्छु। म भन्छु सुन, त्यो एउटा कुरा मैले गर्छु। 4/3 पाइ आर क्युब भनेको हामीहरूको भोल्युम अफ स्फियर हो, थाहा छ कि नै? भोल्युम अफ SPHERE इज स्फियर इज कसो 4/3 पाइ आर क्युब। यो हाम्रो अब आरको ठाउँमा ए दिएको छ, पाइ ए क्युब होला। सो यसलाई क्यालकुलेट कसरी गर्ने? यहाँ एउटा स्फियर भन्छ। कुरा बुझ है, यहाँ एउटा स्फियर भन्छ। ठिक छ? यो स्फियर कसरी बन्यो? एउटा प्याराबोला लाई मैले एउटा लिमिटसम्म रोटेट गर्दाखेरि पनि त स्फियर बन्छ होला नि, हो कि नै?
सो यहाँ एउटा प्याराबोलाको इक्वेसनलाई एउटा एक्सिसको रेस्पेक्टमा रोटेट गर्दै हो कि अरू केही पनि हैन बुझ्यौ राजा आर को भ्यालु ए राख्नु छ तिमीले अर्को भ्यालु नै राख्नु छ नि तिमीले एक अझ यसरी बुझ न त्यो सजिलो म तिमीलाई अझै सजिलो भाषामा भनिदिन्छु धेरै टाउको नदुखाउ ल धेरै टाउको नदुखाउ अझ सजिलो मैले यो चिजलाई गरेँ मैले सर्कललाई एउटा एक्सिसको केसमा रोटेट गर्यो भने त्यसले स्फियर बनाउँछ सर्कललाई त्यसको सेन्टरबाट रोटेट गर्यो भने त्यसले स्फियर बनाउँछ कि नै बनाउँछ सो मान यो एउटा सर्कल हो सर्कलको इक्वेसन के होला रेडियस ए भएपछि एक्स स्क्वायर प्लस वाई स्क्वायर इज इक्वल्स टु ए स्क्वायर होला कुरा बुझ्नु है एक्स स्क्वायर प्लस वाई स्क्वायर इज इक्वल्स टु ए स्क्वायर होला अब बुझ यो सर्कलमा मैले ठ्याक्कै यो सेन्टरबाट यो एक्सिस वाई इज इक्वल्स टु 0 को रेस्पेक्टमा रोटेट गरे न घुमाइदिए यो सर्कललाई भनेपछि एउटा स्फियर बल जस्तो बन्यो कि नै बोल त बन्यो कि नै बोल न बोल के बोल बन्यो कि नै सो अब मैले के गर्छु यो सर्कलमा लिमिट लाउँछु x इज इक्वल्स टु 0 हुँदा y को भ्यालु कति ए y इज इक्वल्स टु 0 हुँदा x को भ्यालु के आउँछ भन्न त मलाई when y इज इक्वल्स टु 0 x को भ्यालु कति आउँछ एउटा -a आउँछ अर्को +a आउँछ कि नै हाम्रो इक्वेसन के भन्छ y इज इक्वल्स टु √x² - a² भन्छ कि नै x² - a² हैन a² - x²। हाम्रो y को इक्वेसन यही भन्छ a² - x² भन्छ कि नै y पनि आयो र लिमिट पनि आयो मेरो कुरा बुझ है लिमिट पनि आयो y को भ्यालु पनि आयो सो भोल्युम अफ स्फियर के हुन्छ इज इक्वल्स टु 2 पाई इंटीग्रल कहाँदेखि कहाँसम्म -a देखि a सम्म मेरो रेडियस कति हो राजा स्फियर को x हो x मा नै हिड्छु होला नि त पक्कै मैले पछि x को भ्यालु a राख्ने हो आफ्नो ठाउँमा तर मैले सुरुमा रेडियस के x लिएर हिड्छु कि नै जेनरल रेडियस x लिएर हिड्छु र y भने कति सम्मसँग √a² - x² छ कि नै dx सक्यो अब यसलाई सल्भ गर्ने बुझ्यौ त राजा रागिनी राजा यो 8 नम्बरको क्वेशन राजा क्वेशन नम्बर 8 रागिनी बुझ्यौ सजिलो हुँदो रहेछ नि कुरा गर्ने बुझेपछि हैन सो ध्यान दिने फिगर के बन्छ भने स्फियर सोधेछ भनेपछि सर्कललाई मैले त्यो फिगर बनाए मैले देखे सर्कल रहेछ भनेपछि सर्कललाई फनन्न घुमाउँदा के भन्छ त्यो स्फियर बन्यो भन्ने कुरा थाहा पाएन नि हामीले हो कि नै ल अब एउटा अर्को केस गराम है तिमीहरुलाई बुझेन भने भन्ने त्यो हावाहुरी तरिकाले अगाडि बढ्ने काम चाहिँ नगर्ने र मैले तिमीहरुलाई अब एक्जाम्पल नम्बर 2 बुझाउँछु हजुर त्यो भन्दा अगाडि चाहिँ अलिकति ल अब तिमीहरुले अगाडिको पेजमा जाने भनेको हो ल छिटो लिऊ छिटो ल एउटा एक्स एक्सिस को गर्नु यस अब एक्स एक्सिस को गर्ने राजा सर फिगर के छ नि फिगरमा के हो यो x² + y² = a² भनेको सर्कलको सर्कलको इक्वेसन राजा त्यो इक्वेसन अफ सर्कल ह्याभिङ सेन्टर एट ओरिजिन हैन र सेन्टर एट ओरिजिन एन्ड रेडियस a हो कि नै हो अनि अरु के थियो यही सोध्नु पर्ने थियो अरु पनि छ हैन भयो है म अगाडि बढम नेक्स्ट क्वेशन लेखौं त ल बन्नु ल तिमीहरुको एक्जाम्पल नम्बर 2 है एक्जाम्पल नम्बर 2 मा जाऊ किताब पल्टाऊ एक्जाम्पल नम्बर 2 मा जाऊ क्वेशन के भनेछ यूज सिलिन्ड्रिकल सेल टु फाइन्ड द भोल्युम अफ सलिड obtained by rotating about the x axis अब कसको रेस्पेक्टमा रोटेट गर्यो राजा x एक्सिस को रेस्पेक्टमा रोटेट गर्यो सो कसको रेस्पेक्टमा इन्टिग्रेसन गर्ने dx युज गर्ने कि dy युज गर्ने अब dy युज गर्ने मैले भनेथे नि y एक्सिस को रेस्पेक्टमा रोटेट गर्यो dx युज गर्ने x को रेस्पेक्टमा रोटेट गर्यो y युज गर्ने हो यो कुरा मैले भनेथे थिए सुरुमै सो गिवन कर्व के छ मलाई y इज इक्वल्स टु √x कहाँदेखि कहाँसम्म अन्डर द कर्व कहाँदेखि कहाँसम्म 0 देखि फ्रम 0 देखि
1 सम्म। अब y इक्वल्स टु रुट ओभर x भने के हो? y स्क्वायर इज इक्वल्स टु x हो। यसले कस्तो प्याराबोला बनाउँछ राम्रो? यस्तो खाले प्याराबोला बनायो कि नै? कुरा बुझाइ? यस्तो खाले प्याराबोला बनायो कि नै? बोलै बोल्नुपर्छ, त्यो चुप्लाएर चाहिँ बस्नु पाइँदैन। यस्तो खाले प्याराबोला बनाउँछ कि नै? बनाउँछ, बनाउनै पर्यो, उपाय के छ र, हैन? ल यस्तो खाले प्याराबोला बनायो। अब यसमा कुरा बुझ, हामीहरुको लिमिट कहाँदेखि कहाँसम्म छ त? अब कसको लिमिट पत्ता लगाउनु पर्यो त? मैले x एक्सिस को रेस्पेक्टमा रोटेट भइरहेछ भनेपछि अब मैले यहाँ भ्यालु कहाँ y इज इक्वल्स टु 0 देखि सुरु गर्नु पर्यो हैन? यो y इज इक्वल्स टु 0 मा x इज इक्वल्स टु पनि 0 हुन्छ। कहाँदेखि कहाँसम्म? y इज इक्वल्स टु 0 देखि y इज इक्वल्स टु, यो प्याराबोलाले अलिकति माथिसम्म म लगिदिन्छु है। y इज इक्वल्स टु 0 देखि y इज इक्वल्स टु 1 सम्मको लागि पत्ता लगाउनु भनेको छ नि। सो भोल्युम इज इक्वल्स टु के भयो मेरो? 2 पाइ इन्टिग्रल कहाँदेखि कहाँसम्म? 0 देखि 1 सम्म भयो। अब रेडियस कति लिने त? रेडियस कति लिने बुझ्नु है। रेडियस मेरो यहाँदेखि यहाँसम्म, अब बुझ्नु है, मैले रेडियस यहाँदेखि यहाँसम्म लिन्छु। यहाँदेखि यहाँसम्म कति भयो? हाम्रो अहिलेसम्म x भइरहेको थियो, यहाँदेखि यहाँसम्म। अब रेडियस भने मेरो भर्टिकली रोटेट गरिरहेछ है, मेरो यो यसरी रोटेट गरिरहेछ। कुरा बुझ्नु। अब मेरो एक्सिस अफ रोटेसन यस्तो खाले भइसकेको छ, यस्तो खाले भइसकेको छ मेरो एक्सिस अफ रोटेसन। अब भयो हो यस्तो केसेसमा मेरो रेडियस भने यो हुन्छ होला त? रेडियस भने के हुन्छ त? y हुन्छ। सो रेडियस मैले कति लेखेँ? यहाँ y लेखेँ। अब रेडियस y हुँदा मेरो लेन्थ कति? रेडियस y हुँदा मेरो हाइट कति? हाइट भनेपछि मेरो यो हाइट भयो कि नै? हाइट x हुन्छ। सोचेर भन्नु है, रेडियस y हुँदा हाइट कति हुन्छ? x नै हो। अब यो मेरो लेन्थ मैले कतिको लागि काम गरिरहेको छु हेर त? x हुन्छ। x इज इक्वल्स टु y स्क्वायर हो राजा, x इज इक्वल्स टु y स्क्वायर हो। ठीक छ। अब धैर्य राख। मेरो सेल हाइट टोटलमा कति हुने भयो त? कुरा बुझे। यो x को लागि मेरो हाइट चाहिँ x हुन्छ, y हुन्छ, यहाँदेखि यहाँसम्म y हुन्छ। हाइट भन्दैछु भाइ, एक तरिका हामीहरुको रेडियस y हुन्छ। रेडियस y को लागि लेन्थ कति भयो? x हुने भयो हैन? अब यो x भनिसकेपछि कति त भन्ने कुराकानी। यहाँ किताबले चाहिँ 1 - y स्क्वायर लेखेको रहेछ। त्यहाँ तिम्रो हाइटलाई 1 - y स्क्वायर लेख्न मिल्दैन, यो कुरा पनि याद राख्नु। कुरा बुझिरहेछौ? हामीले 1 - y स्क्वायर लिन मिल्दैन है। मैले रेडियस y इन्टु x गरे, x भ्यालु अब हामीले माथिबाट हाल्छौं। dy 2 पाइ इन्टिग्रेसन 0 देखि 1 सम्म y इन्टु y स्क्वायर dy इज इक्वल्स टु 2 पाइ इन्टिग्रल 0 देखि 1 सम्म y क्यूब dy हुन्छ, न कि के हुन्छ रे 1 - y स्क्वायर हुन्छ है। ठीक छ? औ किताबले अलिकति सानो गल्ती गरेछ, मैले त्यो गल्ती मात्र करेक्ट गरेको। अब यसपछि त तिमीहरुले गर्न सक्छौ होला नि, के कसो? प्रिन्स, रागिनी, अरु को छौ सबैजना? सर बुझ्यौ? किताबमा एउटा सानो गल्ती छ। के गल्ती छ? सर यो त किताबमा त dx को रेसिप्रोकलमा गरेछ त इन्टिग्रेसन अनि। अनि dx को रेस्पेक्टमा त मैले पनि गरेको छु। dx को रेस्पेक्टमा कहाँ गरेको थिएँ? किताबले dy को रेस्पेक्टमा गरेको छ। एक्जाम्पल एक्जाम्पल नम्बर 3 को कुरा गर्दै छु। ए भगवान, मैले क्वेशनै गलत गरेँ। मैले यहाँ यो एक्जाम्पल नम्बर 3 है। एक्जाम्पल नम्बर 3 है। गर्नुभयो सर। मैले एक्जाम्पल नम्बर 3 गर्दै छु राजा। एक्जाम्पल नम्बर 3 मा हो नि त नि, माथि त dx को रेस्पेक्टमा छ, मैले dy को रेस्पेक्टमा खोजेँ हो नि त नि। सबै 5 को लिनु भएको रहेछ त। ए एक्जाम तिम्रो क्वेशन नम्बर 5 मा पनि सेम क्वेशन छ? सेम क्वेशन छ। आन्सर पनि अरे राजा, तिम्रो एक्जाम क्वेशन नम्बर 5 मा के भयो? एन्सर मिल्यो भने कि मिलेन भने? मिल्यो। भयो त नि। तिम्रो क्वेशन नम्बर 5 र एक्जाम्पल नम्बर 3 सेम रहेछ भन्ने कुरा बुझ न। क्वेशनै सेम छ, ध्यान लिएर त। तर एक्जाम्पलमा गलत गरेछ मैले, अरु के पनि भन्न खोजे हैन। त्यो एक्जाम्पलमा -1 माइनस लेखेको छ नि, 1 माइनस हुँदैन भन्न खोजेको के मैले, अरु के पनि। तपाईले एक्जाम्पलको गर्दै हुनुहुन्छ? सुन, मैले एउटा के भर्खरै पाए भन्दा तिमीहरुको एक्जाम्पल नम्बर 3 र क्वेशन नम्बर 5 सेम रहेछ। सो तिमीले क्वेशन नम्बर 5 गरेको भन्न पायो, एक्जाम्पल नम्बर 3 गरेको भन्न पायो। ए ठीक छ।
सो इक्जाम्पल नम्बर dx 2 को सम्म चाहिँ होला हजुर 2 सम्म चाहिँ होला सेम के हो ए होइन रहेछ हो यो कहाँ 2 सँग सेम छ 5 सम्म सेम छ रागिनीले कन्फर्म गरिसक्यो कुरै सक्यो नो क्रस क्वेसन के कस्तो आराम मैले त लिमिट लिएको चाहिँ बुझिनँ लिमिट लिएको चाहिँ बुझेनौ लिमिट लिन लागि राजा हेर अघिदेखि हामीले के गरेर थियौं अघिदेखि हामीले लिमिट निकाल्ने कुरा अब यहाँ त के गरेको सोच्न जरुरी नि छ नि फ्रम 0 देखि 1 त क्वेसनले तोकेको छ नि किन टाउको दुखाउँछौ तिमीले इक्जाम्पल नम्बर 2 मा तोकेको छैन इक्जाम्पल नम्बर 2 भने हैन के राजा इक्जाम्पल नम्बर 3 भने हावा मान्छे सधैँ अघि झुकेर 2 भन्नुभएछ मैले झुकेर अघि नै 2 भनेको थिएँ के राजा इक्जाम्पल नम्बर 3 हो के मैले त माथि के लेखेको छु हेर न सर यो बुझे अब अलि 2 कोले बुझाइदिनु नि ओके ल ठिक छ टुको पनि बुझाइहाल्छु तिमीलाई भनिहाल्यो ए 2 नम्बरमा तिमीहरु कन्फ्युज भएको छौ ल इक्जाम्पल नम्बर 2 क्वेशनले के भनेको छ पढ त द रिजन बाउन्डेड बाइ द कर्व y इक्वल्स टु रुट ओभर x y इक्वल्स टु रुट ओभर x भनेको y स्क्वायर इक्वल्स टु x भन्न पाए यसले के इम्प्लाइज गर्यो y इक्वल्स टु रुट ओभर x भने मैले किन y स्क्वायर इक्वल्स टु x भनेको मलाई प्याराबोलाको नेचर थाहा पाउनु थियो कतापट्टि फर्केको छ प्याराबोला भनेर सो यतापट्टि फर्केको प्याराबोला रहेछ है त द लाइन x इज इक्वल्स टु 4 के भन्छ x एक्सिस एन्ड द लाइन x इज इक्वल्स टु 4 मतलब तिम्रो यो प्याराबोला त इन्फाइनाइटली लङ जान्छ होला नि त नि हो कि नै प्याराबोला इन्फाइनाइटली लङ जान्छ सो प्याराबोलाले लिमिट कसले गर्यो त हेर त एउटा x एक्सिस र अर्को x इज इक्वल्स टु 4 भन्ने लाइनले सो मलाई एरियाको भोल्युम कुन चाहिँ रिजनको फाइन्ड गर्नु पर्ने रहेछ त यो रिजनको भोल्युम फाइन्ड गर्नु पर्ने रहेछ कि नै क्वेशनले यो रिजनको भोल्युम फाइन्ड गर्न भने हो यो रोटेट कसरी भयो y एक्सिस को रेस्पेक्टमा रोटेट भएपछि यहाँ यस्तो खाले सिलिन्डर बन्ला कि नै हेर त यस्तो खाले सिलिन्डर बन्ला कि नै यस्तो खाले सिलिन्डर बन्छ राजा हेर त यो प्याराबोलाको यति पोर्सनलाई मैले रोटेट गर्दा यो नीलो वाला पोर्सनलाई मैले रोटेट गर्दा यस्तो खाले सिलिन्डर बन्छ कि नै बोल न यस्तो खाले सिलिन्डर बन्छ कि नै बन्छ अब यसमा रिजन बुझ है x इज इक्वल्स टु 4 भनेपछि कहाँदेखि कहाँसम्म सुरु भयो तिम्रो x इज इक्वल्स टु 0 देखि x इज इक्वल्स टु 4 सम्मको रिजन पाउनु भयो कि नै सो भोल्युम इज इक्वल्स टु कति भयो x इज इक्वल्स टु 2 पाई बाहिर जस्ताको तस्तै लेखे मैले x इज इक्वल्स टु 0 देखि x इज इक्वल्स टु 4 सम्म लिए बोल त x इज इक्वल्स टु 0 देखि x इज इक्वल्स टु 4 सम्म लिए कि नै अब यसको रेडियस कति रेडियस भने जहिले पनि x हुन्छ रेडियस कति हुन्छ त x हो कि नै बोल न बोल रेडियस x भयो कि नै अनि हाइट कति भयो त y स्क्वायर कसरी y हुन्छ होला नि हावा मान्छे हाइट भने त जहिले पनि y होला नि त नि यहाँदेखि यहाँसम्मको डिस्टेन्स कति y होइन र हो कि नै यो x को लागि बुझ है मान मैले x यहाँसम्म मात्रै लिएको छु भने हाइट यहीँसम्मको मात्र लिन्छु होला यहाँसम्म लिँदा यहाँसम्म हाइट पुग्छ यहाँसम्म लिँदा हाइट यहाँसम्म पुग्छ के राजा त्यसैले जेनरल y लेको x पनि जति नै हुन सक्छ यति मात्र पनि हुन सक्छ x यति मात्र पनि हुन सक्छ x यति मात्र पनि हुन सक्छ x यो सबैको लागि एउटा जेनरल y भनेर लेख्छौं होला नि त नि हामीले त्यसैले y भनेर यहाँ लेखे हो के है सो हाम्रो के भयो 2 पाई इंटीग्रेशन 0 देखि 4 सम्म के भयो x रुट ओभर x dx भयो कि नै अब तिमीहरुले लाग्ला सर त्यहाँ त x - 0 किन लेखेको छ त कसैको दिमागमा आयो त्यो x - 0 किन लेखेको त्यो 0 भने के हो राजा लेंथ होइन l को भ्यालु अब एक्सिस को रेस्पेक्टमा मैले एक्सिस बाटै रोटेट गरेको छु भनेपछि x 0 बाट 4 सम्म पुग्या हो त बोल त त्यही कारणले त्यहाँ 0 लेख्या हो l को भ्यालु 0 भएको हो के कुराकानी बुझ्यौ और मेरो 0 बाटै सुरु भएको छ 0 बाटै निकाल्न भनेको छ सो त्यही कारणले l को भ्यालु 0 भएको त्यही मेरो के भन्छ रे यो पोर्सनबाट सुरु गर्न भन्या भए मान यो पोर्सनबाट सुरु गर्न भन्या भए l x इज इक्वल्स टु l अब l को भ्यालु जति त्यो मैले घटाउँथे होला के हो कि नै हो बुझ्यौ राजा प्रिन्स राजा बुझ्यो बुझे बुझे बुझ्यो अब म के टाइम हामीसँग छ टाइम त सकिन लाग्छ त एउटै टपिकले टाइम छ सर y एक्सिस मा जेनेरेट गर्दाखेरि x हुन्छ x एक्सिस मा जेनेरेट गर्दाखेरि y हुन्छ रिभल्भ गर्दाखेरि राजा जेनेरेट होइन है त्यही रिभल्भ गर्दा रिभल्भ गर्दाखेरि ठीक छ बुझे 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 बुझ्यो है अब तिमीलाई एप्लिकेसन अफ एन्टी डेरिभेटिभमा कतै के कन्फ्युजन एरिया बिट्विन कर्वमा पनि कन्फ्युजन छैन होला भोल्युम अफ सिलिन्ड्रिकल सेल भखले पढ्यौ त्यसमा कन्फ्युजन छ
छ त फिगर छैन बनाउ होला म अलि राम्रोसँग फिगर बुझ्यो भने त बनिहाल्छ। अब प्र्याक्टिस गर्ने राजा बुझेन भने तिमीहरूले मलाई तिमीहरू 21 गते इक्जाम छ नि राजा होइन पढ केही कन्फ्युजन भयो भने बरु 20 गते मलाई भन्नु म 20 गते बेलुका यसो एकछिन क्लास लिउँला नि त नि हुन्छ हुन्छ सर। तिमीहरूको कन्फ्युजन मात्रै क्लियर गर्नलाई त्यो क्लास राखौँला क्या यसो 1-2 घन्टाको जस्ट फर तिमीहरूको कन्फ्युजन क्लियरेन्स है ठिक छ। अब तिमीहरूलाई एप्रोक्सिमेट इन्टिग्रलमा पनि केही कन्फ्युजन छ त्यसमा के निकाल्ने तरिका बुझ्यौ डबल डेरिभेटिभ र फोर्थ डेरिभेटिभ डबल डेरिभेटिभ के कसको लागि ट्रापिजोइडियल र मिड पोइन्टको लागि सिम्पसन्सको लागि फोर्थ डेरिभेटिभ है आर्क लेन्थ निकाल्न पनि बुझ्यौ तिमीहरूले एरिया अफ सर्फेस अफ रिभोल्युसन पनि बुझ्यौ सो एप्लिकेसन अफ एन्टी डेरिभेटिभमा केही कन्फ्युजन छ अब छैन। मजाले क्लियर भएको हो ल तिमीहरूको क्लास अहिले कन्टिन्यू गर्ने कि टुङ्गे तिमी यही भन त आज कि बेलुकातिर क्लास लिउँ अब तिमीहरूको टपिक दुईटा बाँकी छ अर्डिनरी डिफरेन्सियल इक्वेसन एउटा बाँकी छ र इन्फाइनाइट सिक्वेन्स एन्ड सिरिज एउटा बाँकी इन्फाइनाइट सिक्वेन्स एन्ड सिरिज तिमीहरूको 1.5 घन्टा म्याक्सिमम हो त्यसको लागि त्यसमा तिमीले पावर टेलर र मक्लारन सिरिज अलिकति बुझ्नुपर्ने हुन्छ जे चाहिँ तिमीलाई मैले पहिले पढाइसकेको छु है टेलर र मक्लारन सिरिज याद छ मैले कता पढाएको थिएँ एप्लिकेसन अफ डेरिभेटिभमा पढाएको थिएँ हो ए सर हो सो त्यतैको कुराकानी चाहिँ यसलाई सकिन टाइम लाग्दैन र अर्को भनेको अर्डिनरी डिफरेन्सियल इक्वेसन 2 घन्टामा यो पनि सकिहाल्छ तिमीहरूको अर्डिनरी डिफरेन्सियल इक्वेसनमा के छ टपिक एकचोटि मैले सरल के है रागिनी राजालाई पिन गरेर कति राम्रो काम गरे हो ल डबल इन्टिग्रल अनि त्यसपछि तिमीहरूको डबल इन्टिग्रल पनि छ नि कस्तो बिर्सेको मैले डबल इन्टिग्रल अर्डिनरी डिफरेन्सियल इक्वेसन ल ठिक छ तिमीहरूको अब टपिक खासै धेरै बाँकी छैन राजा ल आजको क्लास मिट टुङ्ग्याम त अहिलेको लागि ल आजको क्लास इफेक्टिभ भयो सबैजनाले बुझ्यौ एक्सर्साइजहरू चाहिँ गर्दै गर्नु है राजा मैले नगर्न भने पनि बुझिरहेछौ नि एक्सर्साइज गरेपछि राम्रो प्र्याक्टिस हुन्छ र अब त इक्जाम्पल पनि बुझिरहेछौ इक्जाम्पल पनि सिमिलर नै रहेछ मैले पढाएको तरिकासँग भन्ने कुरा थाहा पायौ त तर एकदम सर्टकटमा दिएको छ नि एक्जाम्पलहरू त नबुझ्ने गरी एकै लाइनमा पुरै ठिक छ मैले लङ्कटमा बुझाइरहेको हुन्छु नि त तिमीलाई त्यो लङ्कट अप्लाई गर नि त नि भएन है र बुझ्नु कहिलेकाहीँ इक्जाम्पल गलत पनि हुनसक्छ सो बेटर ध्यान दिनु कि तिम्रो मेथड ठिक होस् ल भाइ भाइ राजा हो हेभ अ गुड डे मैले क्लास चाहिँ टुङ्ग्याएँ यहीँ टाटा राम रिकर्डिङ अपलोड गरिदिनु लिङ्क मलाई पनि पठाइदिइरहनु है हस् सर हस्। ल प्रिन्स राजा अँ कलेजमा आज जाने हो घुम्न जाने होइन त कलेज जाने हो आज ना यार फी बुझाउनुपर्छ घरबाट पठाउँछ आज सायद दिउँसो कहिले जाने